आँखा मेरो। अब पावर अफ लेन्स, पावर भनेपछि 1/f एफ जहिले नि मिटरमा हुनुपर्छ, युनिट डायोप्टर हुन्छ। क्वेसन सोध्छ तिमीहरूलाई, पावर पोजिटिभ भएको मान्छेको, यो 4 छ है, 4D भएको मान्छेको प्रब्लम के हो, आँखाको प्रब्लम कस्तो टाइपको प्रब्लम होला भनेर सोध्छ है के हुन्छ। अनि यसको फोकल लेन्थ पत्ता लगाइदिनुहोस् भनेर सोध्छ। त्यो बेला चाहिँ टेन्सन नलिनुहोस्। पावर दियो लेख्या पोजिटिभ छ, केही छैन भने पोजिटिभ छ, ठिक छ। पावरको फर्मुला 1/f, फोकल लेन्थ निकाल्दैछौँ। 1/f हामीलाई पावर दिएको छ 4। अब मैले यो f यहाँ राख्छु, 1/4 गर्छु, एन्सर मेरो यहाँ आयो। सेन्टिमिटरमा लेख्नु छ भने 25 सेन्टिमिटर भयो। पोजिटिभ कसको हुन्छ भने पोजिटिभ फोकल लेन्थ या पोजिटिभ यदि तिमीलाई दिएको छ भने त्यो हाम्रो कन्भेक्स लेन्सको हुन्छ। पोजिटिभ हुनु भने कन्भेक्स लेन्स हुनु हो, ठिक छ। पोजिटिभ हुनु भने कन्भेक्स लेन्स हो। अब तिमीले कन्भेक्स लेन्स कस्तो टाइपको आँखामा युज गर्छौ ठिक पार्न भने यो कुन वाला आँखा हो, भने यो भने के हो, लङ साइडनेस भने लङ साइडनेस वाला युज गर्छ। जस्तै कुनै बेला नेगेटिभ छ, पावर तिम्रो नेगेटिभ दिदियो, जस्तै यहाँ पावर नेगेटिभ दिएको छ। अब नेगेटिभ हुनु भनेपछि यो कुन लेन्स हो, कन्केभ लेन्स हो। नेगेटिभ हुनु भनेपछि कन्केभ लेन्स याद राख्नु। नेगेटिभ हुने बित्तिकै कन्केभ लेन्स। कन्केभ लेन्स भनेपछि कहाँ युज गर्छौ तिमीले, कन्केभ लेन्सको लागि युज गर्छौ तिमी यो फिगर